दर्शकबिन नमस्कार। आज म तपाईसँग अत्यन्तै महत्त्वपूर्ण विषयमा केन्द्रित रहेर कुराकानी गर्नको लागि उपस्थित भएको छु। तपाई हामीलाई थाहा नै छ, यतिखेर कुलमान घिसिङलाई सरकारले बर्खास्त गरे पश्चात देशभर त्यसको विरोध भइरहेको छ, तरङ्ग पैदा भइरहेको छ र विपक्षी दलहरू यतिखेर सरकारप्रति आक्रामक बन्दै गइरहेका परिस्थिति छ। कुलमान घिसिङलाई हटाउन आज मात्र होइन, योभन्दा अगाडि पनि धेरै पटक प्रयासहरू भए, तर त्यो प्रयासहरू असफल हुँदै गयो र अब कुलमान घिसिङको 3 महिना मात्र कार्यकाल बाँकी रहँदा कुलमान घिसिङलाई हटाइयो। यसले भने यतिखेर युवाहरूलाई सडकमा उतारेको छ, सडक तताइरहेको अवस्था छ। एकातिर राजावादी शक्तिहरू राज संस्था पुनर्स्थापनाको लागि निरन्तर रूपमा अगाडि बढिरहेका छन्, मोर्चाबन्दी गरेर आन्दोलन गरिरहेका छन्। अब तेस्रो जनआन्दोलन गर्ने भनेर चाहिँ आन्दोलनको घोषणाहरू गरिरहेका छन् भने अर्कातिर सरकारले कुलमान घिसिङ जस्तो एउटा उदाहरणीय काम गर्न सफल भएको व्यक्ति, नेपाललाई 1888बाट मुक्त गराउन सफल भएको व्यक्तिलाई यतिखेर वर्तमान सरकारले अपदस्थ गरेको छ। पक्कै पनि यो राम्रो काम भने होइन, जनतालाई भड्काउने काम हो। किनभने तपाईँ हामीलाई थाहा नै छ, यतिखेर उसै पनि जनता भड्किरहेका छन्। राज संस्था जिन्दाबाद, केपी चोर देश चोर भनेर हिँडिरहेका छन्। तर यी सबै परिस्थितिमा कुलमान घिसिङलाई फेरि यसरी चाहिँ अपदस्थ गर्नु र हजारौं कुलमान घिसिङ समर्थकहरू सडक आउनुलाई फेरि कता न कता राज संस्थावादी आन्दोलन अथवा चाहिँ राजतन्त्रवादी आन्दोलनलाई समर्थन गरेको हो कि भन्ने किसिमको प्रश्नहरू पनि खडा भएका छन्। उसो त अहिलेका वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीज्यू गणतन्त्र आउनु भनेको चाहिँ बैलगाडा चढेर अमेरिका जानु बराबर हो भन्ने किसिमको वक्तव्य र भाषणहरू गर्ने गर्थे र अहिले गणतन्त्रको व्यापक रूपमा विरोध भइरहेको सन्दर्भमा भने केपी ओलीज्यूले जनतालाई अर्को उत्तेजित बनाउने किसिमका कार्य जुन कुलमान घिसिङलाई हटाएर गरिरहनु भएको छ, यसले कतै न कतै उनी पनि राज संस्थावादी समर्थनतिर लागेका त होइनन् भन्ने किसिमको सङ्केतहरू पनि दिइरहेको देखिन्छ। खैर, जेसुकै भए पनि वर्तमान सरकारले कुलमान घिसिङलाई हटाउनु भनेको चाहिँ बलिरहेको आगोमा घिउ थप्नु बराबर जस्तै हो। अब म कुरा गरौँ किन हटाए त कुलमान घिसिङलाई भन्ने विषयमा 2-3वटा रहस्य छ। एउटा रहस्य के छ भने कुलमान घिसिङलाई हटाउनुको पछाडि यो एमसीसीको पैसा जुन अमेरिकाले दिइरहेको थियो यो ट्रान्समिसन लाइनको लागि भनेर, त्यो फेरि आउने भएको छ। त्यसकारणले गर्दा एमसीसीको पैसाबाट जुन किसिमको चलखेल गर्न पाइन्छ त्यो चलखेल अब कुलमान रहन्जेलसम्म अहिलेको सरकारले गर्न सक्दैन। किनभने कुलमान घिसिङ र अहिलेको सरकार र मन्त्री बीचको राम्रो सम्बन्ध छैन र ट्यासल परिरहेको छ, एउटा कारण। दोस्रो, कुलमान घिसिङलाई हटाइसके पश्चात अहिले जति पनि तपाईँको भारतबाट नयाँ बिजुली खरिद गर्ने, थप बिजुली खरिद गर्ने भन्ने सम्झौताहरू भइरहेका छन्, त्यसमा हुने चलखेल र कमिसनको चक्कर त स्वाभाविक रूपमा उठ्छ नै। यसमा पनि अहिलेको सरकार र मन्त्रीले केही कमिसन पनि लिन सक्ने अवस्था छैन, किनकि कुलमान घिसिङले त्यो गर्न दिनेवाला थिएनन्। तेस्रो कुरो, नयाँ बजेट बन्दैछ, नयाँ बजेटमा विद्युत प्राधिकरणबाट पनि बजेट छुट्याउनै पर्छ र विद्युत प्राधिकरण हरेक वर्ष नाफामा गइरहेको छ। त्यो नाफाको हिस्सेदार अहिलेको सरकार त बन्नै पर्यो र फेरि मन्त्री पनि बन्नु पर्यो। नाफा कमाएपछि कमिसन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीज्यूमा पनि पक्कै पनि जाला, त्यो सुन्नमा आउँछ धेरै पटक कमिसनहरू खान्छन् भनेर, र मन्त्रीले स्वाभाविक रूपमा लिने नै भइहाले। यो चिजबाट पनि उनीहरू वञ्चित हुने भए। चौथो कुरोमा तपाईँको अति महत्त्वपूर्ण के छ भन्दाखेरि चाहिँ केपी ओली निकट रहेका जो अहिलेका भर्खर नियुक्ति गरिएका हिरेन्द्र साख्य भनी छन्, उनीलाई पनि नियुक्ति गर्नुपर्ने थियो। अहिलेको सरकारले उनलाई नियुक्ति गर्नको लागि पहिलेदेखि नै आश्वासन दिइसकेको थियो। त्यसकारणले गर्दा उनी बापत हुने किसिमको फाइदा पनि आगामी बजेटमा त लिनै पर्यो। त्यसकारणले गर्दा कुलमान घिसिङलाई हटाएको भन्ने प्रष्ट देखिन्छ। दर्शकबिन, जे जस्तो सुकै भए पनि नेपालको उज्यालोको पिता भनेर चिनिने कुलमान घिसिङलाई हटाउनु भनेको
सरकारले आफ्नो खुट्टामा आफै बन्चरो हाने बराबर हो र राजतन्त्रवादी आन्दोलनलाई उक्साउ दिनको लागि पनि यो कुलमान घिसिङलाई हटाएको प्रति आम जनता आक्रोशित छन् र यो सरकार विरुद्ध फेरि अर्को आन्दोलनको मोर्चाहरू खडा हुनेछन्। यो अत्यन्तै महत्त्वपूर्ण विषय छ र यी विषयहरूलाई यदि हामीले नजरअन्दाज गऱ्यौँ भने पक्कै पनि फेरि हामी धेरै पछाडि पर्नेछौँ। यो समय रेभुलेसनको समय हो। यो समय भनेको समाजमा जागरण ल्याउने समय हो। विकृति, विसङ्गति, भ्रष्टाचार, अनियमितता र दलको अराजक गतिविधि र भागभण्डा जुन किसिमको नेपालमा बढिरहेको छ र यसले आम युवाप्रति असन्तुष्टि पैदा गरिरहेको छ, यसको विरुद्धमा एक हुन जरुरी छ। यी विषयको साथ तपाईहरुलाई आज मेरो विषयवस्तु समाप्त गर्छु र फेरि यस्तै किसिमका महत्त्वपूर्ण विषयहरू लिएर म आउनेछु।